सबै चिन्छौ कि चिन्दैनौ तिमी यो सबै? सबै चिने कि? सबै हाम्रै भयो। ऊ तल कसको भयो लास्टको त? लास्ट त्यहाँदेखि पनि अझै मुनि छ नि आन्टीहरूको त्यो। यो सबै खाती गाउँ है सबै? सबै खाती गाउँ, एक दुईजना लोहारहरू छन्। यो माथि यो घर अनि सबै खाती हो अनि एउटा यहाँ पटेर राईको हाम्रो बुवालाई चाहिँ सबैले चिन्छन् होला क्या। म त कति अस्ति एकचोटि आएको थिएँ अनि अहिले आएको। अस्ति यसो घुम्दै आएको थिएँ साथी। त्यही हो त मामाको छोरा। अनि मामासँग आएको। मामालाई थाहा छ नि त यता हामी बसेको ठाउँ पहिला। ए अहिलेको त्यही भएर त यसो हेर्थ्यो त। मेरो बाउ जन्मेको ठाउँ हो क्या यो। अनि माथिमा बस्नुहुन्छ नेपाली बा चिन्छौ? उसको जेठो छोराको छोरा म। कहाँ धरानमै बस्नुहुन्छ तपाईँ? ए के भन्छ मलाई नाम बिर्सेँ। लालबहादुर हो मेरो बुवाको नाम चाहिँ। होइन अरू नै भन्छ कि चन्द्र अङ्कल हुन्छ। चन्द्र खाती, शिव खाती। दिले दादालाई चाहिँ चिन्छ होला होइन मजाले? आइरहनुहुन्छ नि त। म त अस्ति आएको थिएँ एकचोटि, खासै कोहीसँग बोलचालै भएन। अङ्कललाई चाहिँ चिनेको थियो, अङ्कल पनि हुन्न थियो। हजुरआमालाई चाहिँ देखेको थिएँ। यो सबै आफन्तैहरू पर्छन् यो सबै? सबै आफन्त। एउटै घरबाट छिपेको सबै। टाढा होला है तर त्यतातिर त सबै। यतातिर चाहिँ के हुन्छ? मकै अनि चामल चाहिँ के उता खराङबाटै ल्याउनु? चामल त किनेर यहाँ त कुनै छैन, खेती छैन। ए चामल फल्दैन यता भनेपछि। कटर चाहिँ हुन्छ धेरै भन्नुहुन्थ्यो। कटर चाहिँ धेरै हुन्छ यार। कटर बयार बयर पनि हुन्छ। के को बोट हो यो? बोटै बोट सबै सिलाउने खाने काठको। यहाँ चाहिँ कस्तो ठुलो गाडीहरू पनि कुद्छ? ट्र्याक्टरहरू कुद्छ होला? ट्र्याक्टरहरू चाहिँ कुद्छ कहिले कहिले गाउँमा चाहिँ आए पो। टेम्पोहरू धेरै कुद्छ यता। टेम्पो बाइक उसलाई त चिन्छ होला होइन? के थियो नामै बेसी? यता बाबाको दाजुको छोरा। ए अन्जन दादा। अन्जन नामै बिर्सिहाल्छ। तिसा पनि भेट भयो अस्ति उता मरो भएको छ नि त्यहाँ जाँदा। मैले खासै अब नदेखेपछि कसरी चिन्नु? देखेपछि देखेपछि त चिनिने हो सबै। देखेको थिइनँ। आइपुग्नु भएछ अङ्कलहरू पनि। अब चाहिँ चिन्छु तिमीहरूलाई देख्यो भने। पहिला त देख्यो यता छ। देखिँदैन रहेछ। हाम्रो बुवालाई चाहिँ यहाँ सबैले चिन्नुहुन्छ। कसको घर हो यो चाहिँ? धनबहादुर खाती। नामै त खाती गाउँ रहेछ। सबै मान्छेले यही घर छोड्दै हिँड्न थाले अब त। पुरै भत्किसक्यो। मधेस जानु भएछ हामी पनि त यहाँनिर बसेको 2 वर्ष त हो। अब यता पानीको कतिको सुविधा छ? पानीको पुर्जी चाहिँ राम्रै छ, अहिले अलिक कम भइरहेको। घर अगाडिको धारामा पनि आउँथ्यो अनि फेरि अर्को पाइपबाट पनि आउँथ्यो, फेरि अर्को पाइपबाट पनि आउँथ्यो। 3 ठाउँतिरबाट आउँथ्यो पानी त। अलिक आउँदैन। 2टा बिग्रिरहेको छ, एउटाको मात्रै आउँछ। त्यो पनि पुगिरहेको छ।
यो चाहिँ के हो यो इधर यो के सिबी मस्याम ए मासु यो होइन होला यो गच्छी होला गत गत हो यो मास अनि मासको त्यो मासुमाथि आलुहरू हुन्छ कि त नि त यतातिर त आलु त पानी चाहिन्छ आलु हुँदैन हुन चाहिँ सबै नै हुन्थ्यो होला पानी नभएर चाहिँ पानी नभएर माटो त राम्रो रहेछ नि त माटोतिर के हाम्रोतिर राम्रो हाम्रो माटो त अझै ढुङ्गाबाट बढी भएको माटो यो बाटो त एकैचोटि त्यहाँ उता हजुरबाको पनि निस्किन्छ कि क्या त्यो निस्किन भन्ने नि त ए हो बाटो फेरि कस्तो माथि होइन यसो हेरेको त्यस्तै लाग्यो क्या अनि ऊ यो घर चाहिँ कसको त्यो पोहोर भिरगौले भन्छ त्यहाँ चाहिँ भिरमा भगले भिरगौले भन्छ क्या त्यहाँ भिरगौले ए नाम त मलाई पनि थाहा बस्दै बस्ने प्रायः दार्जिलिङमै अघि हामी त्यहाँ निस्केको कसको घर त्यो माथि यो अङ्कल हुन्छ नि अहिले त्यही अङ्कलको घर ए के भयो नाम चाहिँ सूर्य अङ्कल सूर्य ए बाटो त दुईटा पो रहेछ खोल्सी कि के भन्थ्यो यता खोल्सा कहाँ यहीँ हो खोल्साहरू सबै खोल्साहरू ए जङ्गल जङ्गल थला बाटो छ यसपालि कसैले छाडिएन पनि पहिरो गरेर पहिला यो खनाइ त कति राम्रो थियो यो सबै जेसिबीले खनेको होला है सबैले जेसिबीले यहाँ त स्काभेटरले चाहिँ ढुङ्गा नफुटेर यो चाहिँ के सरकारले दिन्छ कि आफैले तिर्नु पैसा सरकारले ए सरकारले बाटो दियो यसपालि चाहिँ के भयो नि यसपालि पोहोरको साल अहिले त्यो चुनाव भएको थियो नि पहिले कति 2 वर्ष अगाडि त्यहाँदेखि चाहिँ हामीले 2000 चलेको छैन नत्र वर्षमा दसैँको बेलामा यसरी जहिले चल्थ्यो 2-3 वर्ष भइसक्यो त्यसरी नै चलेको ए सबै बाटो फेरि सबै नआए जस्तो पाएको बाइक पनि कुद्ने रहेछ कुद्नु खोल्सी यो चाहिँ पानी परेको राम्रो लाग्छ चिउरी भिर रे